लेकाली हो जाली जुम हटाउ न मलाई डर लाग्छ तपाई देख्दा लेकाली सुन न लेकाली हजुर लेकाली हो चोयाको डोको सानोमा यहाँ लगाउनमा के भन्छ अरे त्यस्तो मान्छे सिङ्गर रे यार गीत पनि आउँदैन रहेछ फ्लावर थ्याङ्क यू सो मच माई डार्लिङ बस न एउटा लास्ट गेम खेल न नराम्रो चाहिँ मलाई यहीँनिर लाग्छ साथीहरू कसम यार यतिको सपोर्ट आएपछि अलिकति प्ले गर्नुपर्छ नि लास्टमा यार थ्याङ्क यू सचरा सुब्बा थ्याङ्क यू सो मच मनिता भुजेल थ्याङ्क यू ल एभ्री वान सबैजनाले हाम्रो डबल ट्याप गरौँ प्लिज एभ्रीवन लाई पनि साथी बनाउने प्लिज एभ्री वान गाइज सबैजनाले दिलो सिङ्गर हो रे फलो गर्ने मलाई पनि फलो गर्ने गाइज यदि तपाईँहरूले मलाई फलो गर्नु भएको छैन भने फलो गर्नुहोस् है सिलो सिङ्गर हो भने म पनि सिङ्गर हो यार गाइजहरू जताले यहाँ कमेन्ट गर्दैछ कि सिरु त गुड गाइज सिङ्गर हो फलो गर्ने गाइज सिङ्गर हो भनेर म पनि सिङ्गर हो साथीहरू मैले नि गीत गाउँछ नि मैले नि गीत गाउँछ साथीहरू म नि सिङ्गर भयो आजदेखि गाइज डबल ट्याप गरौँ गाइज कमन एभ्री वान यार जसै छैन कि एक गेम जिताइदिने पनि कोही छैन के गर्नु गाह्रो छ गाइज डबल ट्याप गरौँ न प्लिज एभ्री वान थ्याङ्क यू सो मच है सिस्टर तपाईँलाई के गर्नु यार तपाईँले पनि अलिकति प्ले गर्यो यहाँ कोही छैन प्ले गरिदिने प्लिज गाइज डबल ट्याप गरौँ है ल सबैजना मिलेर गाइज एभ्री हो गाजल टिकी राम्रो लाग्छ लाउने बानी छैन मेरो लाउने बानी छैन सिलु ऱ्यापर हो रे होइन ठिकै छ सर केही छैन गाइज डबल ट्याप गरौँ न प्लिज यार फोन गरेर बोलाउने हो कि यो 3 विन झार्नु पर्यो कि साथीहरू यार कसम मेरो त टाउकोमा झुम्रा पर्यो कि के हो चिलाएको चिलाइ छ 3 विन झार्नु पर्यो कि साथीहरू के गर्नु यार मलाई त बोल्ने जोस धरि आएको छैन साथीहरू यस्तो हेर्नु न मेरो त बिचारा ट्याप ट्यापले हजार पुगिसक्यो साथीहरू एकजना गिफ्टर आउनु पर्यो कि साथीहरू प्लिज कोही एकजना हाम्रो गिफ्टर दाइ दिदीहरू हुनुहुन्छ भने प्ले गर्नु पर्यो थ्याङ्क यू सो मच तिनीहरूलाई भने पनि हुन्छ कि किनभने मैले अहिलेसम्म मान्छे पाएको छैन होइन के अरे अन्त ठाउँमा गाइजहरू प्लिज यार एभ्री वान अहिले उताबाट यत्रो ठुल्ठुलो गिभ आउँछ अनि हामी त हार्ने हो यार म त नेपालको माया गर्ने छोरी मलाई म जस्तै माया चाहिन्छ चौबन्दीमा पटुकी बान्या छैन भन्दैमा यो गीत चाहिँ एउटा राम्रो लाग्छ मलाई तर स्वर त त्यस्तै हो साथीहरू यार डबल ट्याप गरौँ न प्लिज एभ्री वान माइचङको एज कति हो अरे मेरो 22 पत्याउँदैन होला मलाई यत्रो भ्युअर्स भयो नि गेम जित्नु सकेन यार कस्तो नराम्रो लाग्यो गाइज हान्छ यार उताबाट के छ नयाँ गाइस लेट्स गो है ल जितौँ है त उताबाट पनि हान्यो यार सुस्मी श्रेष्ठ थ्याङ्क यू सो मच तर लेकालीको काम रहेनछ लेकालीले आज दरो खायो एज कति हो भन किन याद चाहियो अचम्म तपाईँको जित निश्चित छ अरे उतातिरको जित निश्चित छ भनेर भनिराख्नु भएको छ तपाईँ लौमा थ्याङ्क यू सो मच दाई दाई अलिकति आज प्ले गर्नु पर्यो कि यार कोहीसँग छ भने चाहिँ गाइस परा सिलुको केटाकेटीहरूलाई खै यो दाइले भनेको है केटाकेटीहरू बोलाउनु पर्यो रे सिलुको मेरो केटाकेटीहरूले हान्छ भन्दै थियो त खै बोलाउनु पर्यो 200 पनि काटेन त यहाँ त अन्त बोला अब केटाकेटीहरूलाई म त हारे पनि म यतिको जोसमा त बस्ने हो गाइजहरू
भन्छ यो के अरे के भन्ने हो कि गाइज यो के अरे उसले के भन्छ नि लेकालीले के को तपाईँ तिमी भन्न आउँदैन किन बोला सोला किन त्यस्तो बोलेको किन त अनि अघि नै केटाकेटीको धाक देखाएको थियो अनि भनेको नि हामीले त बोला भनेर अनि होइन यस्तो हो कि बोला सोला भनेको त भनेको त्यो त डिसरेस्पेक्ट गरेको हो नि त लेकाली म त त्यस्तो आफूलाई त बोल्दिनँ नि कि आफू नजानेर हो खै अब म त त्यस्तै बोल्ने हो साथीहरू अब मलाई बोल्न जाने हो कि नजाने हो बोला भनेको अब त्यो राम्रो कुरा त अनि के नराम्रो बोलेछ र होइन बोला भनेर भन्यो होइन सुन यस्तो हुन्छ बोला भन्यो भने चाहिँ कस्तो हुन्छ भने त भनेको हो क्या त्यो त भनेको तपाईँलाई मैले त भनेको छैन नि हो भगवान् त्यही भनेको के बोला बोला केटाकेटीहरूलाई अघि नैको केटाकेटीहरू कहाँ गयो बोला भनेको बोला तेरो केटाकेटीहरूलाई त भनेको छैन नि त मैले कि भन्यो म त बिर्सिन्छ जाड खाएपछि के भन्यो वैशाखले लेकाली सुने एउटा कुरा त्यहाँ गएर बोल्यो भने त्यस्तो मनमा लेख्नु हुँदैन मनमा लेखेको होइन कि तर बोल्दाखेरि कहिले कहिले कस्तो हुन्छ नि तिमी तपाईँ हजुर भन्ने हुन्छ होइन अब के मैले त लेखालीलाई तिमी तिमी भनेर बोल्छु कहिले तपाईँ पनि बोल्छु मलाई तँ भन्यो नि के फरक पर्दैन किन मनमा लेख्नु तँ भन्दैमा ठुलो हुने होइन होइन मलाई भन्दा मलाई चाल्छ के हुँदैन होइन लेखाली त्यस्तो होइन मैले अहिलेसम्म कहिले पनि म डिसरेस्पेक्ट गर्दैन किन मलाई डिसरेस्पेक्ट मैले पचाउनै सक्दिनँ मलाई मनै पर्दैन मलाई कसैले त भन्यो त मेरो त पारा ताते मतलब बटरफ्लाई कान्छु म कस्तो भन्दाखेरि साथीहरू हाम्रो चाहिँ कस्तो भन्दाखेरि अलिकति लेकतिरको अलिकति माथि भेगतिरको हाम्रो चाहिँ कस्तो भन्दा हाम्रो एकदम हामीलाई सजिलो हुने पनि त यता आइज यता खाऊ हामी यस्तै टाइपले भन्न खोजेको तपाईँहरूको ल्याङ्ग्वेज हो तर म त गर्नु हुँदैन त्यसले भनेको अलिकति डिसरेस्पेक्ट भयो भने पछि कन्फ्लिक्ट पर्छ क्या त्यो त्यहाँसम्म जानु हुँदैन त्यो भनेको मैले झगडा नगर नानीहरू रे झगडा नगर्यो यो बाजेले भनेको चुप लाग्नु अब तपाईँ पनि लगाइस सबैजना मिल तर तपाईँहरूलाई थाहा छ गाइजहरू म कतिपय कुराहरूमा हाम्रो यतातिर बोलीचालीको भाषा नै त्यस्तो हो के त्यति साह्रो अब मान्छेले गर्नुपर्ने ठाउँमा मान्छेलाई मान गर्छ हामीले होइन तर हामीलाई चाहिँ मलाई चाहिँ लाइक तँ तिमी भन्दै मलाई चाहिँ सजिलो लाग्छ अनि मान्छेले जेसुकै भन्नुहोस् म त्यस्तो साह्रो लिँदैन किन भन्दा कसैले मलाई तँ भन्दैमा म सानो हुने होइन तपाईँ भन्दैमा म ठुलो हुने होइन होइन आफ्नो आफ्नो सोचाइ पनि हो साथीहरू ल डबल ट्याप गरौँ साथीहरू ए किन रेस्पेक्ट गर्नु पर्ने हो रे ल चामलिङ दाई तपाईँको कमेन्ट भन्ने म यो दिदीलाई अहिले रिसाउँछ नभन्ने म तपाईँले मलाई एक ज्ञान त जिताएको छैन तपाईँको 33 लेभल भएर गाइस ट्रिपलमा सपोर्ट गरौँ न साथीहरू तपाईँको फेस कस्तो डर लाग्दो रे ल यार त्यस्तो कमेन्ट नगर्न मेरो अनुहार राम्रो छैन होला तपाईँ राम्रो बस्नु न गाइस इन्टु 3 मा कम अन एभ्रीवन इन्टु 3 मा सपोर्ट गरौँ न यार यत्रो 1300 जना छ त साथीहरू फुल भयो नि फ्याल्नु यार केही छैन गाइस लट्स अफ लभ है गाइस अनि के आफ्ना बाबुआमाले चाहिँ के गाली गर्न पाइन्छ र गाली कसैलाई पनि गर्दैन डिसरेस्पेक्ट कसैलाई पनि गर्नुहुन्न कसैलाई पनि गर्ने होइन गाइजहरू डबल ट्याप गरौँ है सिलु रिसाको हो कि क्या हो रे यतापट्टि कमेन्ट गर्दैछ